यो ट्रेनिङ जोइन गर्नुभन्दा अगाडि पब्लिक स्पिकिङको लागि तपाईँको सबैभन्दा ठुलो च्यालेन्जेस के थियो र 10 दिनपछि तपाईँमा कस्तो चेन्ज फिल गर्नुभएको छ? स्वस्ति न इन्द्रो वृद्धस्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तारिष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु। नमस्कार, म पुरुषोत्तम सुवेदी, भीमसेन नगरपालिका वार्ड नम्बर 7 दोलखा, हाल भक्तपुरमा बसोबास गरिरहेको छु। मेरो पेसा कर्मकाण्ड ज्योतिष तथा वास्तुविद हो। गुरु, सबभन्दा पहिला यो तालिम सुरु गरौँभन्दा पहिला कुनै ठाउँमा एउटा परिचय दिनु पर्दाखेरि, कतै चाहिँ अब कुनै कार्यक्रममा बोल्नु पर्दाखेरि अलिकति सिस्टमेटिक तरिकाले बोल्न पनि नसक्ने, परिचय दिँदाखेरि कहिले आफ्नो नाम मात्रै दिने, कहिले अब ठेगाना नाम मात्रै दिँदाखेरि आफ्नो चाहिँ जन्मभूमि अथवा चाहिँ त्यस्तो ठेगाना पनि दिन बिर्सिने अनि पेसा पनि बिर्सिने जस्तो चाहिँ त्यस्तो भएको थियो। र अहिले यो 10 दिनको क्लास भन्दा पछि चाहिँ अब यो चाहिँ अब कन्फिडेन्ट तरिकाले अगाडि गएर म बोल्न सक्छु, म यो उद्धो सक्छु, मजाले गर्न सक्छु भन्ने चाहिँ मलाई कन्फिडेन्स चाहिँ बढेको। योभन्दा अब मैले अहिले सिकेकोमा सबभन्दा बेस्ट लागेको भनेको ऱ्यापर बिल्डिङ। हजुर, ओके ऱ्यापर बिल्डिङ, थ्याङ्क यू सो मच। ल होइन, यो अब फीको कुरामा कसैलाई पनि नअल्झिन म विशेष अनुरोध गर्दछु। उहाँलाई अब यो सानो फीको कुरामा अल्झेर अब खासै यसमा चाहिँ धेरै औचित्य हुँदैन, किनभने बोल्ने कुरामा बोल्ने नै सबभन्दा ठुलो कुरो हो। हाम्रो अनुशासन, अब हाम्रो परिचय नै यो बोलीले गर्दाखेरि हुने रहेछ। यसको लागि चाहिँ कसैलाई पनि यसमा चाहिँ नअल्झिकन आफ्नो चाहिँ अब त्यो फी तिरेर चाहिँ सिक्नलाई अनुरोध गर्दछु। ओके, अनि अनलाइनबाट क्लास हुँदैछ, यो अनलाइनबाट इफेक्टिभ हुन्छ कि हुँदैन भन्ने पनि दोधारमा छन् मान्छेहरू। मैले टाइम पाउँछु कि पाउँदिनँ हाम्रो ट्रेनर सरबाट भन्ने पनि आइरहेको छ। यसमा चाहिँ के भन्नुहुन्छ पुरुषोत्तम सर? यो मलाई फिजिकल भन्दा पनि मतलब यो हजुरसम्म मात्रै होइन, यो अनलाइन त मैले धेरै क्लास लिइसकेँ। फिजिकलमा चाहिँ अब त्यतिखेर सिको त्यो पछि भिडियो हेर्न पनि नसकिने, त्यो पछि चाहिँ आफै कन्फ्युजन हुँदाखेरि चाहिँ अनलाइन सिस्टमको यो भिडियो चाहिँ एकदम महत्त्वपूर्ण छ। यो फिजिकल भन्दा चाहिँ अनलाइनको भिडियो नै एकदम उपयोग हुन्छ। गुरु सरलाई पनि म त्यही नै जानकारी दिन्छु। म हजुर, यो अनलाइनको लाइभ क्लास नै धेरै राम्रो गुरु। ओके, यदि तपाईँले हाम्रो यो 10 डेजको एडभान्स पब्लिक स्पिकिङ एन्ड पर्सनालिटी डेभलपमेन्ट ट्रेनिङ प्रोग्रामलाई 1 देखि 10 सम्ममा स्कोर दिनु पर्यो भने यो ट्रेनिङलाई कति स्कोर दिनुहुन्छ र किन? मैले गुरुलाई यो चाहिँ अब मैले अझ गुरुले सिकाए जतिकै त अझ मैले त्यो पुरा गर्न मैले सकेको छैन। अब गुरुले सिकाएकोमा काहीँ मेरो त्रुटि काहीँ पनि छैन त्यसमा। म चाहिँ अब यसमा चाहिँ 10मा 9 नै दिन्छु, किनभने गुरुको सिकाउने कला नै मलाई उपयुक्त लाग्यो। मलाई